के तपाईलाई पनि लाग्छ नेपालमा केही हुँदैन? कि तपाईँ पनि लोकसेवाको फारम भर्ने वा एयरपोर्ट जाने दोधारमा हुनुहुन्छ? सुन्नुहोस्, समस्या देशमा मात्र होइन, हामीले सोच्ने तरिका र नेतृत्व गर्ने शैलीमा छ। आज म कुनै राजनीतिक पदको होइन, समाज बदल्ने साँचो नेतृत्वको बारेमा कुरा गर्न गइरहेको छु। हामी सधैँ अर्कालाई औँला देखाउँछौँ, नेताले गरेनन्, समाज र सिस्टम बिग्रियो भनेर। तर एउटा कुरा याद राख्नुहोस्, तपाईँ जुन ठाउँमा हुनुहुन्छ परिवर्तन त्यहीँबाट सुरु हुन्छ। के हामीले हाम्रो टोलको समस्यामा आवाज उठायौँ? के हामीले गलत भइरहेको देख्दा देख्दा पनि मौनतालाई साध्यौँ? नेतृत्व भनेको कुर्सीमा बस्नु मात्र होइन, जिम्मेवारी लिनु हो। साँचो युवा त्यो होइन जो भिडको पछि लाग्छ, साँचो युवा त्यो हो जो समाधान बोकेर हिँड्छ। आज म तपाईहरूलाई असल नेतृत्वको 3वटा सूत्रहरू बताउन गइरहेको छु। 1. गुनासो छोड्नुहोस्, समाधान खोज्नुहोस्। समस्या सबैले देख्छन्, तपाईँ समाधान बन्नुहोस्। 2. तपाईँ आफ्नो स्किललाई तिखार्नुहोस्। डिग्रीले मात्र पुग्दैन, अहिलेको युग भनेको स्किलको हो। र 3. सानो समूहबाट सुरु गर्नुहोस्। संसार बदल्न पहिला आफ्नो टोल र समाज बदल्न सुरु गर्नुपर्छ। म चाहन्छु अबको युवा जब सिकर मात्र होइन, चेन्ज मेकर बनोस्। तपाईलाई आफ्नो समाज सबैभन्दा कुन कुराले पिरोल्छ? तल कमेन्टमा लेख्नुहोस्, मिलेर छलफल गरौँ। यस्तै भिडियोको लागि मलाई फलो गर्न नबिर्सिनुहोला। आफ्नो भोलि आज बनाऊ।